हजुर नमस्ते। हजुर नमस्ते। हजुरको नाम? रामबहादुर बोखरा। रामबहादुर बोहरा है। उम्, स्टाफ नम्बर? 49 49 472। 79 होइन होइन, 49 49 472। ए हजुर हुन्छ हजुर म सुरु गरेँ है। तपाईँ आफ्नो रोजगार सम्झौता मा तोकिए भन्दा फरक काममा संलग्न हुनुहुन्छ या नै? छैन छैन। हुनुहुन्न है। तपाईँ अर्को रोजगारदाताको लागि काम गरिरहनु भएको छ या छैन? छैन छैन। हुनुहुन्न है। आफ्नो स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै काम गर्नुपर्छ भन्ने हजुरलाई लाग्छ या लाग्दैन? मेरो स्वास्थ्य पहिलो प्रायोरिटी हो, पैसा भन्नेको हजुर लागि केही पनि छैन। हजुर हजुर। अनि स्यालेरीहरू टाइममै पाइराख्नु भएको छ होला नि होइन? सरकारी टाइममा आउँछ। अनि कन्ट्र्याक्ट अनुसारको वर्किङ आवर्सहरू पाउनु भएको छ कि छैन? नेपाल नेपालको कन्ट्याक्टको कुरा गर्ने हो भने त अब 5 दिनको 16 कति 16 68 हो के अरे। अब त्यो त हजुर छैन। अब घन्टे अनुसार छ, अब काम गरे पैसा आउँछ, नगरे आउँदैन, त्यही नै हो। हजुर। अनि छुट्टीहरू भनेको बेलामा पाउनु भएको छ कि छैन? छुट्टी मजाले जति जति बस्यो भने पनि पाइन्छ। ए। हजुरले आफ्नो जाइरो कार्ड पासपोर्टहरू आफैसँग राख्नु भएको छ होला नि है? आफैसँग छ। अनि हजुरलाई अब काम गर्दाखेरि धम्काउने, गाली गर्ने त्यस्तो खालको केही भएको छ र? गैर कानुनी कामहरू? छैन छैन, त्यो गर्न पनि आँट गर्नु पर्यो नि फेरि। उम्। अनि हजुरहरूसँग गैर कानुनी जस्तो इलिगल काम गर्नेहरू कोही हुनुहुन्छ? होइन हुनुहुन्न छैन, है। यस्तो लुक्योमा आएर इलिगल कसले काम गर्छ। अनि एचआरसी हजुरहरूबाट एचआरसीले केही गरिदियोस् भन्ने केही लाग्छ भने भन्न सक्नुहुन्छ है। त्यही हो, अब टोइलेटको समस्या छ, सन्ता भाइले नि भनिहाल्नु भयो हजुर पहिला होइन। हजुर टोइलेटको समस्या छ, अब के अरे, सपिङमा पनि समस्या छ कहिले काहीँ। अब कहिले अब उहाँको काम हुन्छ, एचआरसीमा काम गर्ने एउटा एउटा काम हुन्छ अनि ढिलो हुन्छ। हजुर किनभने बेलुका खाना बनाएर आइतबार सन्डे खाना बनाएर फेरि भोलिपल्ट त ड्युटी जानु पर्यो। हजुर धेरै कुराहरू समस्या छ के हजुर। भन्नु। यति है अरू अरू केही छ र? अरू केही भन्नु छैन छैन, केही छैन छैन है? केही छैन। हस् हुन्छ, ओस्कार समादेश। ल